हेलो एभ्रिवान, इट्स मी दिनेश र हजुरहरूलाई फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत छ। र आजको भिडियो केसको बारेमा हो भनेर हजुरहरूले टाइटल र थम्बनेल हेरेर थाहा भइसक्नु भयो होला। हो, आज म कुरा गर्दैछु फागुन पूर्णिमा यानि कि होली। यत्रो वर्षदेखि हामीहरू होली मनाउँदै गएर कतिपय मानिसलाई थाहा नहुन सक्छ हामीले होली किन मनाउँछौँ भनेर, र कतिपयलाई थाहा पनि होला। मलाई पनि सर्वश्रीमा थाहा थियो। डिटेलली बुझ्दै जाँदाखेरि मैले यसको धेरै कहानीहरू थाहा पाएँ र आज म त्यो मध्ये एकदम फेमस र सबैले बिलिभ गरेको कहानीमा चाहिँ सेयर गर्नेछु। र त्यो कहानी रहेको छ हिरण्यकश्यपको। अरू कहानीहरू पनि छन्, तर म त्यो अरू कहानीहरू चाहिँ म लास्टमा हजुरलाई सर्टमा डिस्क्राइब गर्नेछु। र यो हिरण्यकश्यपको कहानी कस्तो छ भन्दाखेरि चाहिँ यो एन्सियन्ट टाइमको कुरा हो। त्यति बेला एउटा राजा थियो जसको नाम थियो हिरण्यकश्यप, र ऊ चाहिँ ब्रह्मजीको एकदम ठुलो भक्त थियो र सधैँ ब्रह्मजीको पूजा गर्थ्यो। र त्यो पूजा गरेको देखेर ब्रह्मजी पनि प्रसन्न भएर प्रकट भएर उसलाई वरदान माग्न लगाउनुहुन्छ। अनि उसले चाहिँ के वरदान माग्छ भन्दाखेरि ऊ चाहिँ एकदम बाठो र चलाको हुन्छ। अनि उसले के वरदान माग्छ भन्दाखेरि चाहिँ मलाई चाहिँ अमर बनाइदिनु भन्छ। अनि अमर बनाउनु त पोसिबल थिएन। अनि त्यही भएर ब्रह्मजीले के भन्छ, यो चाहिँ पोसिबल छैन, यो बाहेक अरू कुनै वरदान माग भन्नुहुन्छ। अनि उसले चाहिँ के गर्छ भन्दाखेरि त्यसो भए मलाई 5 वरदान दिनु भन्छ। अनि उसको 5 वरदान के थियो भन्दाखेरि न मलाई कुनै मानिसले मार्न सकोस्, न कुनै जनावरले मार्न सकोस् भन्छ, न मलाई कुनै घरभित्र मार्न सकियोस्, न घर बाहिर मार्न सकियोस् भन्छ। नम्बर 3 मा न मलाई कुनै अस्त्रले मार्न सकोस्, न कुनै शस्त्रले मार्न सकोस्। अस्त्र र शस्त्र भनेको थाहा छैन भने हजुरहरूलाई अस्त्र भनेको चाहिँ झडा राख्ने चिज, जस्तै धनुषहरू पर्थ्यो। शस्त्र भनेको तरवारहरू पर्थ्यो भने नम्बर 4 मा के भन्छ, न मलाई दिनमा मार्न सकोस्, न रातमा मार्न सकोस् भन्छ। अनि नम्बर 5 मा चाहिँ न मलाई जमिनमा मार्न सकोस्, न आकाशमा मार्न सकोस्, अथवा पानीमा मार्न सकोस् भन्छ। अनि यो 5 चिज मागिसकेपछि त अनि ब्रह्माजी पनि उसको पूजा धेरै खुसी हुनुहुन्थ्यो। त्यही भएर त्यसलाई वरदान दिनुहुन्छ। अनि त्यो वरदान पाइसकेपछि ऊ चाहिँ पहिले एकदम घमण्डी र एकदम क्रोध खालको मान्छे थियो एकदम। अनि उसले त्यसपछि झन् आफूलाई एकदम पावरफुल ठान्छ, सुपिरियर ठान्छ। त्यसपछि उसले के सोच्छ भन्दाखेरि यही त पहिलेदेखि अलिअलि मानिस दुःख दिन्थ्यो, झन् त्यसपछि झन् दुःख दिन थाल्छ। सबैले के भन्छ, अब यो संसारमा मलाई मार्न सक्ने कोही छैन जस्तै सोच्छ आफूलाई। अनि त्यसपछि सबैले अबदेखि मेरो पूजा गर, म भगवान सरी हो भन्ने सोच्छ। अनि उसले भगवान पूजा अरू भगवान पूजा नगरेर मेरो पूजा गर भन्न थाल्छ सबै मानिसलाई। तर त्यस्तो भइसकेपछि सबै उसको त्यो क्रूरता देखेर सबैले वाग्दिएको हुन्छ। तर त्यही पनि जसले उसको पूजा गर्थेन उसलाई चाहिँ उसले मारिदिने गर्छ, एकदम दुःख दिन थाल्छ। अनि त्यस्तो भइसकेपछि के हुन्छ भन्दाखेरि पछि समय बित्दै बित्दै गएपछि अनि प्रह्लादको जन्म हुन्छ। उनी चाहिँ फेरि विष्णुजीको एकदम ठुलो भक्त हुन्छन् र सधैँ विष्णुजीको पूजा गर्ने हुन्छन् उनी। अनि उनले चाहिँ हिरण्यकश्यपलाई एउटा पनि मन पराउनन्। अनि हिरण्यकश्यपले के सोच्छ भन्दाखेरि सधैँ उसले विष्णुजीको पूजा गरेको देखेर उसलाई चाहिँ मनै पर्दैन क्या। अनि हिरण्यकश्यपले के भन्छ भन्दाखेरि अबदेखि मेरो पूजा गर भन्छ। अनि त्यसले मान्दैन। अनि त्यस्तो नमानेको देखेर उसले चाहिँ अब अनि प्रह्लादलाई मार्ने प्लान बनाउँछ। कहिले प्रह्लादलाई भिडबाट लगेर खसाल्न खोज्छ, त्यही पनि प्रह्लाद बाँचिहाल्छन्। कहिले एउटा कोठामा लगेर हुलिदिन्छ, त्यही पनि बाँचिहाल्छन्। अनि कति गरे पनि जे गरे मार्न नसकेपछि अनि उसले अर्को दिमाग लाउँछ। अर्को दिमाग के लाउँछ भन्दाखेरि चाहिँ उसँग उसको एउटा बहिनी हुन्छ जसको नाम थियो होलिका। र उसले पनि एउटा वरदान पाएको हुन्छ। के वरदान हुन्छ भन्दाखेरि उसले एउटा कपडा जस्तो पाएको हुन्छ। त्यो कपडा उसँग भएपछि उसले ओढेपछि ऊ चाहिँ आगोमा नजल्ने हुन्छ। अनि त्यसैको फाइदा उठाउँदै होलिकाले चाहिँ प्रह्लादलाई मार्ने सोचिरहेको हुन्छ। अनि प्रह्लादलाई फगाइ फुलाइ गरेर एउटा आगोमा लगाएर मार्छ सोध्छ। अनि उसले जसो फगाइ फुलाइ गरेर के गरेर लगेर उसलाई आगोमा लग्छ। आगोमा लगेपछि अब सबैले के सोच्छ भन्दाखेरि प्रह्लाद चाहिँ मर्ने भयो, होलिकासँग त त्यो कपडा छ, कपडाले बचाइहाल्छ भनेर सोध्छन्। अनि त्यति ठ्याक्कै एउटा के म्याजिक हुन्छ भन्दाखेरि चाहिँ एउटा ठुलो हावाहरू चल्छ। हावाहरू चलेपछि चाहिँ उसले ओढेको कपडा ठ्याक्क उडेर प्रह्लादसँग जान्छ। उसँग ओढ्ने कपडा नभएपछि होलिका आगोमा जल्छ। अनि जलेर आगोमै मर्छिन्। अनि प्रह्लाद बाँच्छन्। अनि त्यति बेला ठ्याक्कै विष्णुजी पनि प्रकट हुनुहुन्छ र नरसिंहको अवतार लिनुहुन्छ। र नरसिंहको अवतार लिएर उसलाई हिरण्यकश्यपलाई मारिदिनुहुन्छ। र विष्णुको नरसिंहको अवतार भनेको उहाँको 5औं अवतार हो। हिन्दू पुराण अनुसार विष्णुजीले 10वटा अवतार ल्याउनुहुन्छ। 10वटा अवतार मध्ये उहाँको नरसिंह भनेको 5औं अवतार। नरसिंह भनेको न त मान्छे न त जनावर। अनि यो हजुरलाई मैले सुरुमा भनेको थिएँ हिरण्यकश्यपले 5वटा वरदान पाएको हुन्छ। र त्यो 5वटा वरदान त भ्यालिड हुनु पर्यो उसलाई मार्नको लागि। र नरसिंह भनेको न त मानिस भयो न त जनावर भयो, एउटा भ्यालिड भइहाल्यो। अनि अर्को पनि भनेको न त उसलाई दिनमा मार्न सकिन्थ्यो न त उसलाई रातमा मार्न सकिन्थ्यो। अनि ठ्याक्क त्यो समय कस्तो हुन्छ भन्दाखेरि न राति हुन्छ न दिउँसो हुन्छ, बेलुका हुन्छ क्या। बेलुका भएपछि न दिउँसो हुने भयो न राति हुने भयो नि त। अनि त्यसपछि अर्को भनेको चाहिँ न त उसलाई घरभित्र मार्न सकिन्थ्यो न त घर बाहिर मार्न सकिन्थ्यो। त्यसैले उहाँले के भन्छ भन्दाखेरि ठ्याक्क दैलोमा लगेर बिचमा मार्नुहुन्थ्यो। न त उसलाई जमिनमा मार्न सकिन्थ्यो न त आकाशमा अथवा पानीमा मार्न सकिन्थ्यो। त्यसैले उहाँले ठ्याक्क आफ्नो घोडामा राखेर दैलोको बिचको आफ्नो घोडामा राखेर मार्नुहुन्थ्यो। अनि न त उसलाई कुनै अस्त्रले मार्न सकिन्थ्यो न त कुनै शस्त्रले मार्न सकिन्थ्यो। हतियारहरू युज गर्न मिलेन। त्यही भएर उहाँको आफ्नै नङ हुन्थ्यो। नङ त न अस्त्र हुने भयो न शस्त्र हुने भयो। अनि त्यसैले चिरेर मार्नुहुन्थ्यो। अनि यो सबै भइसकेपछि त्यहाँबाट सबै मानिसहरू चाहिँ मुक्ति हुन्छन्। जुन दुःख पाएको थियो, जुन त्यो दुःख आफूले भोगेको सबै चिज बिर्सेर त्यो दिन चाहिँ त्यो मेन हिरण्यकश्यप र होलिका मरेको खुसियालीमा चाहिँ
खुसी मनाएको भन्ने भनाइ पनि छ र त्यही दिनदेखि चाहिँ होली सुरु भएको भन्ने छ। होली नाम पनि होलिकाबाट आएको भन्छन्। किनभने चाहिँ अब उता एकदम कुरूपता मान्छे मरिसकेपछि उनीहरूले त अब आफ्नो तरिकाले बाँच्न सक्ने भए, आफ्नो खुसी हुने भए, अनि त्यसपछि त्यहाँबाट त्यही सेलिब्रेसनलाई चाहिँ होली पनि भन्ने गरेका हुन्। सो आफूमा भएको अहङ्कार, घमण्ड सबै चिज त्यागेर अबदेखि राम्रो कुराहरू चाहिँ सिक्दै, राम्रो कुराहरू चाहिँ लिँदै जानुपर्छ भन्ने एउटा भनाइ पनि छ। सो यो भयो एउटा कहानी, यो भयो हिरण्यकश्यपको कहानी। र अर्को कहानी पनि के छ भन्दाखेरि राधा कृष्णको। यो चाहिँ कस्तो छ भन्दाखेरि राधा कृष्ण चाहिँ रमाइलोको लागि रङ छ्यापाछ्याप गर्दै हुनुहुन्थ्यो अरे। त्यति बेला अरू मानिसहरूले देखेको त्यो खुसियाली देखेर मानिसहरूले त्यही कुरालाई चाहिँ राधा र कृष्णको सम्झनामा चाहिँ होली चाहिँ सेलिब्रेट गर्ने गर्छन् रे। सो यो पनि एउटा भनाइ छ। अर्को कहानी रहेको छ शिवजीको। र यो कहानी कस्तो छ भन्दाखेरि चाहिँ पार्वतीजीले कति तपस्या गरे पनि शिवजीलाई पाउनु भएको थिएन नि त। सो त्यति बेला चाहिँ शिवजी एकदम गहिरो ध्यानमा जानुभएको थियो। त्यो ध्यानमा गएको बेला कामदेव भनेको चाहिँ उहाँ चाहिँ एकदम लभको गुरु, उहाँसँग एउटा बाँड हुन्थ्यो। त्यो बाँड चलाएपछि जस्तो रिसाएको मान्छे पनि लभमा परिहाल्थ्यो क्या। अनि सो त्यति बेला चाहिँ कामदेवले के गर्छ भन्दाखेरि चाहिँ शिवजी तपस्या गरेको ठाउँमा गएर बाँड चलाउनुहुन्छ। अनि त्यो बाँड चलाउँदाखेरि चाहिँ शिवजीको ध्यान भङ्ग भएपछि उहाँलाई रिस उठेर उहाँको तेस्रो आँखा यानि कि अर्जुन चक्र खुल्छ अनि उहाँले चाहिँ कामदेवलाई भस्म पारिदिन्छ त्यो चक्रले। अनि पारेपछि उहाँको श्रीमती यानि कि कामदेवको श्रीमती चाहिँ तपस्यामा जानुहुन्छ। अनि उहाँले चाहिँ तपस्यामा गएर अनि 40 दिनसम्म तपस्या लगातार बसेपछि शिवजीको रिस बल्ल शान्त भएपछि अनि शिवजीले ल माफी दिए भनेर फेरि कामदेवलाई पुनर्जन्म गराएपछि त्यो खुसियालीमा पनि मनाउने भन्ने एउटा भनाइ छ अर्को। र त्यही दिनदेखि चाहिँ होली पनि सुरु भएको भन्छन् कतिको। एउटा अर्को कहानी पनि छ। अर्को कहानी कस्तो छ भन्दाखेरि चाहिँ अब विन्टर सकेर ठ्याक्कै स्प्रिङ सुरु हुन्छ नि त। अनि स्प्रिङ सुरु हुँदाखेरि चाहिँ अब मानिसको कस्तो हुन्छ भने अब अन्न बालीहरू चाहिँ कतिको राम्रो होस् अब भनेर चाहिँ त्यो खालको खुसियाली पनि भगवान्सँग प्रार्थना गर्नलाई मनाउने गरेको पनि भनाइ छ। र तराई र इन्डियामा चाहिँ एक दिन पछाडि मनाइन्छ, माथि माउन्टेनतिर एक दिन अगाडि मनाइन्छ। किनकि माउन्टेनतिर कस्तो हुन्छ भन्दाखेरि माउन्टेनतिर चाहिँ अन्न बालीहरू चाहिँ एक दिन छिटो नै ल्याइन्छ अरे क्या घरमा, तराई र इन्डिया भन्दा। सो त्यो कारणले पनि एक दिन अगाडि छिटो मनाउने गरिन्छ अरे माउन्टेनतिर। सो कहानीहरू यति नै रहेको छ। र आउँदै गरेको 2081 सालको होलीको शुभकामना सबैलाई। र सबैले एकदम सेफ भएर आफूले साथीभाइसँग एकदम रमाइलो गर्दै होली खेल्नु होला। र यो होलीले सबैको लाइफमा एकदम इम्पोर्टेन्ट रोल गरेको हुन्छ। के गरेको हुन्छ, खुसियाली ल्याएको हुन्छ। त्यो खुसियाली सबैसँग बाँडेर रमाइलो गर्नुहोस्। यही भन्दै अब हामीहरू फेरि पनि अर्को भिडियोमा भेट्नेछौँ। त्यतिखेरसम्मको लागि बाई बाई, टेक केयर, ह्याप्पी होली।